अहिले चाहिँ म दोकान आइसकेको छु अनि अहिले चाहिँ दाजु भाइ पनि आइसकेको छ अनि मनोज भाइ पनि पुरा आज सब टाइममा आइपुगेको छ। गाइस आज मेरो टाइममा आउनेको रिजन के हो थाहा छ? के हो? आज मेरो हल्का काम थियो के, मतलब गर्लफ्रेन्ड आउँदैछ। टाइम देखो, गर्लफ्रेन्ड आउँदैछ के, त्यही कारणले छिटो आएको। मेरो भिडियो हेर्नु होला, त्यसमा म मेरो गर्लफ्रेन्ड देखाउँछु। लु हेर्दिनु होला गाइस, गोपाल भाइ ब्लगर गोपु इन मेरो यो युट्युब च्यानलको नाम छ, त्यसमा देखाउँछु म। गाइस हेर्नु होला। यसैले चाहिँ दाजु भाइ उसको दोकान खोल्नुको लागि जाँदैछ अनि उसले चाहिँ यो फोन मलाई खोलेर दिएको थियो। यसको चाहिँ के भयो भन्दाखेरि नि त खत्तम भइरहेछ क्या एकदम। अनि कस्टमरले पनि नबनाउने अरे, अनि अब यो चाहिँ म फिटिङ गरेर फेरि कस्टमरलाई दिनु आँटेको। दाजु भाइको भिडियो चाहिँ हेर्नु होला। ल ल हेर्नुहोस् होला गाइस, दाजु भाइको चाहिँ एकदम 99F7 Aku 97 22 22 31 10,000 डेट दियो डेट फेरि आइपुगेछ। किन के ल्याउनु आएको? त्यो छैन तिम्रो दोकानमा लगेको होइन अस्ति? हिजो लिएर आएको थियो बोतल। ल लगेर जाऊ ल। कति दिन पछाडि अहिले गान्टे भाइ चाहिँ पुरा यहाँनिर एमएल मोबाइल लेजेन्ड नै खेलेर बसिरहेको रहेछ। पानी कसले ल्यायो? तैँले ल्याएको? ठिकै छ। टाइम पास गर्नु पर्यो। टाइम पास गर्नुको लागि मोबाइल खेल्नु पर्यो। कस्टमर आएको छैन? छैन। दाजु भाइ पनि आइसकेको छ अहिले। हेर्न सक्नुहुन्छ मनोजले के काम गर्दैछन्। के गरेको मैले दाजु भाइ? यो बक्सको चार्जिङ पिन बिग्रेछ, जग्गा भेटेनन् अनि तार लगाइदिए यिनले। यो लगाउनु चाहिँ बहुत साह्रो हुन्छ क्या, मिलाउनु चाहिँ बहुत पर्ने हो। त्यो त हो। गाँठोले अब उता उयसमा डिस्टर्ब दिन्छ नि यार, होइन र? यो गाँठोले यता उयो स्विचहरू निकाल्नलाई डिस्टर्ब दिन्छ नि बहुत। यस्तो मेहनत अलिक उज्यालोमा आएर गर्नु थियो नि। एउटा मिल्छ त अर्को मिल्दैन गाइस। यो यता स्विचै निक्लेको छैन, यतापट्टिको बल्ल अलिकति निक्ल्यो। ए टाइट हुँदैछ नि पुरा। एउटा बुद्धि दिउँ यसलाई नि साइडमा लगाइदेऊ त गाँठोलाई पहिले त। हो त्यो गाँठो पारिदेऊ। हामीले यहाँ बुद्धि पाइसकेको छु अहिले। लगाइस फिटिङ गर्नेको बाद हेरौँ अरू। चार्जिङ पिन पनि राम्रो लागिसकेको छ। त्यो त्यसको लगाइदेऊ न, त्यो टेम्पर ग्लास सक्छौ तिमी? गाइस अहिले चाहिँ यो मोबाइलमा मनोज भाइलाई खोल्नु दिँदैछु। उसले चाहिँ यति खोल्दैछ किनकि मोबाइल बाङ्गोको वजहले यो कस्टमरले यसको मिडल फ्रेम चेन्ज गर्नु दिएको छ अनि मनोज भाइले अहिले गरिदिन्छ अरे। सक्छौ नि मनोज भाइ नि? देखाइदियो कस्टमरहरूलाई कसरी चेक गर्नुपर्छ, देखाइदियो अझ। यता देखाइदियो न, क्यामेरा सिधा सिधा गरेर कसरी चेक गर्छ। यसरी हेर्दाखेरि चाहिँ गाइस यो मोबाइल बाङ्गो कति भएको छ सब चाल पाइहाल्छ। यस्तो बटारिएको छ यस्तो। ठिक छ पातल त एउटा खोलिहाल्नु। मनोज भाइ चाहिँ स्मार्ट भइसकेको छ कि अहिलेसम्म। अलिक त्यो डिस्प्ले फेरि ठिकै छ नि, त्यो डिस्प्ले लगाउनुपर्छ त्यसमा मजाले गर्दा ल। त्यही डिस्प्ले लगाउनु पर्छ अर्को त्यो नयाँ फ्रेममा। यसको त फ्रेम सेम सब आउँछ। कुन चाहिँ? यसको ओल टोटल मादारबोर्ड र डिस्प्ले ब्याट्री मात्रै त्यहाँ हुन्छ, अरू सबै आउँछ। अलि यो मिडल फ्रेम मात्रै लगाउनु पर्यो। मजाले गर, स्प्रे पनि हान्नु। स्प्रे हान्यो भने डिस्प्लेमा फेरि दाग बस्छ। आरामले त्यो फेरि उतापट्टिको यो कनेक्टर एउटा डिस्प्लेको यहाँनिर उयो हुन्छ, त्यसलाई काटिँदा नि फेरि काटिँदैन। मनोज भाइलाई चाहिँ मान्नु पर्ने रहेछ। ओहो त्यो नम्बर लेखेको छ के? यही नम्बरको कुरा गर्दैछ ल अघि, भिजन 3 आइटेल। ठिकै छ ल, फोटोमा हालिदिहाल्नु। मैले हालिदिएको हो कि नै? यो खोला अब खोला माने त्यतिकै राखिदियो। त्यो एक जग्गा पुरा गुट पारेर राख्नु ल। लु मनोज भाइले चाहिँ काम पुरा लागिसकेको छ अहिले। अनि तपाईँहरूले यो भिडियो हेर्नु हुँदैछ भने सब्सक्राइबहरू पनि गरिदिनु, अनि यता यो फेसबुकमा हेर्नु हुँदैछ भने फलो पनि गरिदिनु होला। गाइस समीर चाहिँ कति दिनको बादमा, कति सालको बादमा आज आइसके अनि उसलाई मेरो हतार मेरो च्यानलको सब्सक्राइब गराएर भिडियो हेर्नु दिइहाल्यो कि। यसरी गर्नुहोस् ल सपोर्ट चाहिँ ल।
ल मनोजलाई पनि फेमस गरिदिनु मेरो च्यानललाई उठाइदिनु आफै भाइरल भइहाल्छ त्यो है मेरो च्यानल चाहिँ ल भिडियो हेर्दै हेर्दै गर्नु ल देउसोमा म डेली गर्थेँ नि त हिजो चाहिँ एउटा हाल्नु पाएन लाइक हान्यो कमेन्ट छिटो मिठो गरिदिइहाल अल्छी लाग्छ लेकिन ब्लग चाहिँ अहिले चाहिँ म अनि डेजुभाइ पनि भात खानुको लागि आइपुगेको छु जो कि डेजुभाइले नि ब्लगिङ गर्दैछ और यहाँ पे मनोज बैठा हुआ है और ये भी ब्लॉगिंग कर रहा है और गाइस अभी मिलते हैं थोड़ा देर के बाद ठीक है ल यसको चाहिँ मजा लाग्यो डेजुभाइको चाहिँ ब्लगिङ गराइ चाहिँ अरू कुछ भन्नु न त नि और कुछ गाइस लाइक सब्सक्राइब एंड फॉलो गरिदिनु होला ल गाइस अहिले चाहिँ हामी दोकानमा अब कामसाम सबै निप्टाइसक्यौँ अनि अब मनोज भाइ पनि जानुको लागि रेडी भइसक्यो जाने भाइ जानेको लागि पनि रेडी हुन्छ अनि रात पनि पुरा परिसक्यो अनि जानुको लागि रेडी भएको त नि किन हेडफोन सेडफोन पुरा खाँदेको त नि यो त अब यस्तो हल्का देखाएको नि तिमीलाई जलाएको जलाएको अरे गाइस ल लास्टसम्म भिडियो हेरिदिनुकोमा धेरै धेरै धन्यवाद छ अनि यो मेरो ब्लग चाहिँ यहीँ खत्तम गरिदिएको म ल गाइस लु गाइस खत्तम ब्लग